हेलो एन्ड नमस्ते दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई ह्याप्पी न्यू इयर भन्दै आज चाहिँ ह्याप्पी न्यू इयर चाहिँ भोलिको दिन हो, तर आज डे लास्ट नाइट भएको हुनाले चाहिँ आज पोहोर साल मेरो यो आजको लास्ट नाइटमा चाहिँ बबाललाई ठुलो घटना घटेको थियो र भोलिपल्ट न्यू इयरको दिन पनि बबाल घटना घटेको थियो। त्यही भएर मैले आज भिडियो चाहिँ क्लिक गर्दैछु। देन योपालि चाहिँ वाइल्ड होस्, बबाल दामी होस्, तपाईँहरूको पनि मेरो पनि होइन भन्दै वाचिङ आवर च्यानल फर माई मेगा D99। सो लेट्स गो। भोलि बाहिर जाँदैछौँ, हेर्दै जाउँ के हुन्छ कसो हुन्छ। म हजुरलाई सकेसम्म देखाइदिने छौँ है। रुम छोडेर भोलि चाहिँ अर्को सिटी जाँदैछु भेट्नलाई 1.5 वर्षपछि। लङ टाइमै हो, 1.5 वर्ष पनि होइन, अलमोस्ट 2 वर्ष जस्तै हुनै लागिसक्यो। अनि त्यसैले गर्दाखेरि भोलि बिहानै हामी ट्रेनमा भेटौँला है त गाइज। कुन दारू हो यो? खाइचोको दारू। खाइचो सानोमियाके हरिगतो गोजुन मस्तान। यो त माछा होइन। इन्भाइरोमेन्ट त खत्रै हुँदो रहेछ। त्यहाँ बसौँ न एकछिन। काठमाडौँ जस्तो बसहरू पनि देख्यो, राम्रै एउटा केटी बसिरहेको रहेछ। सो हामीले चाहिँ भेनालाई पनि भेटिसकेको छ, साथीहरू पनि आएको रहेछन्। अनि हामी चाहिँ टक्क घुम्न गयो यहाँतिर। वाउ खतरा होइन, एकदम इन्भाइरोमेन्ट बवाल लाग्यो। अनि हामी चाहिँ घुम्दै होइन यस्तो ठाउँतिर हेरिरहेको छ होइन। अनि त्यसपछि अलिकति माथि गयो अनि यहाँतिर चर्चा चल्नुपर्छ। सिकाउनु पर्यो। नाइस जाउनु मान्छे भएर
अन्तै ठाउँतिर जानु पऱ्यो यहाँतिर चाहिँ खतरा रहेछ होइन काठमाडौँतिरको इन्भाइरोमेन्ट आइरहेको थियो टक्क जङ्गलहरू पनि अनि टक 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 अनि यहाँतिर फोटो खिचिरहेको रहेछ अनि यसो हेर्नु न क्या बवाल देखेँ नि क्या अनि यहाँतिर अर्को ठाउँमा पार्कतिर गएको भ्यू फेरि अम्म स्पिचलेस केही बोल्नै सकिनँ होइन दामी लाग्यो दामी 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 होइन अनि सब मान्छेहरू त्यही हेर्न आइरहेको रहेछ पोखराको फेवातालभन्दा के कम छ त्यत्रो मान्छे तानेर किन तानेको यत्रो मान्छे बाजे के दियो एउटा पुन्टुरी हाँडेको छ नि त खेलेको बाजेले के दियो त्यो देख्यो हाँस त देखिनँ म त वरिपरि मात्र देख्छु अर्कै यति सानो हाँदैन हौ हजुरआमाहरू यस्तो दिदी नै आएको छ बाबा मकै कहाँबाट ल्यायो क्लचक जू जस्तै छ कि यहाँ सुत्ने तरिकै यस्तै हो घाँटी पनि निमोठे खाँदैन ए भान्ता उठा एक बजी मामाहरू आइसक्यो कहाँको बबाल ठाउँ अब चाहिँ हामी यो भित्र छिर्दैछौँ होइन पुरानो सामानहरू चिजबिजहरू हेरेर भित्र चाहिँ नो एलाउड क्यामेरा अब त्यो पनि हेरेर हामी चाहिँ टक्क गाडीमा जाँदैछौँ अनि गाडीमा चाहिँ अर्कै सिस्टमको रहेछ म पनि फर्स्ट टाइम चढेँ फेरि हामी एकै स्टेसन गएर टिकट लिएर फेरि अब रेलबाट पेनाको रुम जाँदैछौँ है त हेर्दै जाउँ के हुन्छ ओके वेलकम कुरासिकी नाइस बुम कुरासिकी म त ठिक छ नि त भर्खरको लक्का जवान के हुन्न म्याकाडक्स फेरि चल्दियो होइन भित्रतिर यसो पुरा टमेलको इन्भाइरोमेन्ट यहाँतिर चाहिँ दायाँ र बायाँ चाची काच्या कुच्यो है के सेम टमेल जस्तो भाइब्स दिइरहेको थियो क्या पुरा होइन यताउति हेर्दाखेरि मोबाइल जस मजा लागिरहेको थियो खुट्टा चाहिँ भवाल दुखिरहेको थियो होइन बिहानदेखि होइन हिँड्दा त्यही पनि इट्स फाइन अनि फेरि यतातिर आइदियो होइन यतातिर चाहिँ पुरा मुस्ताङको भाइब्स कसम आम्मा मनाङ मुस्ताङतिर यस्तै हुन्छ अरे भनेर भिडियो फोटो देखाएको थियो त्यस्तै क्या पुरा मुस्ताङको भाइब्स आउँदो रहेछ यो ठाउँतिर चाहिँ भनेर भिडियो हामी खिचिरहेछौँ दामी यता पनि छ क्या पुरै रहेछ क्या आमा दामी कसम भनेर आयो मुस्ताङतिर घुमिरहेको छु मैले हेरेको छु मुस्ताङ नबडी फेयर यहाँबाट आजको लागि भिडियो यतिमै टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू फर वाचिङ माई भिडियो फेरि नेक्स्ट भिडियोमा भेटौँला